गर्दैन हात जोडेर नमस्ते फेरि पनि स्वागत छ नयाँ भ्लगमा अहिले चाहिँ हामी सिक्किम जान लागेको साथीहरू बागलुङबाट हामी यहाँ पोखरा काउखोला भन्नेमा आएर गाडी कुरेर बसेछौँ अघि नै आएर बसेको हो हामीलाई सहयोग गर्नु होला हाम्रो होटलको मान्छेले हामीलाई दोधारमा पार्दिएको छ दोधारमा छु कुनलाई रोजम कुन चाहिँलाई मस के रे छाडम कि स्यारम त्यस्तो स्यानी हाल्नु दोधारमा हैन कि जानी हो हजुर आउँदैछ हजुर हाम्रो बागलुङ हजुर थ्याङ्क यू अङ्कलले देखाएपछि फ्यान हुन्छ त्यही हामी सिक्किम जान लाग्यो ल के छ ल हेर धन्दल मरेको थियौ अनि हामी गाडी आउँदैछ गाडीले 4 बजे भनेको अहिले कति बज्यो 4 बजे भनेको साथीहरू गाडी 6 बजे आउला जस्तो हामी पुग्दा 8 बजे ए भाइ नमस्ते अन्देऊ नमस्ते ल यस्ता भुतुकै भएर जानु नि आउने हो इन्ट्रो नै हरिफ लामो भइसक्यो अनि मात्रै हैन यो सबै हो यहाँ इन्क्लुडिङ सबै छ हामी चाहिँ दाइ दिदी अनि उति अन्जु दिदी हुनुहुन्छ हग्न बस्नुभएको छ अन्जु दिदी म अनि वर्षा चाहिँ भएर जान लागेको गाडी कुद्दैछौँ अहिले चाहिँ अँध्यारो हुन लागिसक्यो आज गएर त्यहाँ बस्छौँ अनि गाडी आएपछि भोलि घुमेर भोलि बेलुकासम्म दिउँसोतिर कति बेला हुन्छ हामी फर्किन्छौँ त्यही हो अब चाहिँ अहिले के कस्तो हुन्छ भेटौँला अहिले गराउँछु साथीहरू बाई बाई दाइसँग सबको एन्सर छ साथीहरू गाह्रो छ कपल्सहरू स्कुटी त गयो गाडीको अड्क्यो नजिक नजिक रहेछ सासै चिप्ली है साथीहरू चिप्ली 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 आइयो चिप्ली वेलकम टु हामी चिप्ली आयौँ अब हामीले चिया खान्छौँ यो ब्याग उता लैजा त अन्त दिदी के को आउनु भन्न आएको होला है मलाई त्यसै माछा पालन है यहाँ साथीहरू अब हामी चिया खान्छौँ हाम्रो गाडी हाल्छ दिदीलाई जाडै भएको थिएन साथीहरू हेर्नु यहाँ हामीभन्दा पैसाको हुनुहुन्छ दिदी चिया पनि खाऊँ न दाइ चिया पनि खाऊँ के तातो तातो पानी खाइलो साथीहरू कति बजी भयो बज्यो 6 बजेर 47 मिनेट गयो हामी चाहिँ चप्पल लाएर सिक्ले साइड चाहिँ हामी रोक्नु म चप्पल देखाइदिन्छु चप्पल लाएर दुईटैको चप्पल यस्ता उस्तै चप्पल लाएर सिक्लेसको आउँछ वर्षा र रेजिना खासै मिठो छैन है चिया
शान्तिको गाउँ है साथीहरू त्यो चाहिँ पारीको लाइट बलेको के बोल्ने हो र रोक्नु न यहाँ आउनु भएको छैन वेलकम टु सिक्लेस साथीहरू गेट आयो ओ दामी देखेको है गाउँ ओए ओए हेर्नु त दामी देखेको बाइकहरू तन्नै छन् बसहरू यत्रो बस हामी आइयो कसकोमा फोन आयो उहाँबाट होला नि यहाँ माथि यहाँ बाटो छ त बस बसै बस लाग्छ धेरै मान्छे आएको छ यताबाट हो जानी कताबाट हो जानी ज्ञानी हुनुहुँदो रहेछ क्या हजुर त होइन नामै कुशल छ सल 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 कुशल हामी आयौँ लाउनु अन्त भयो भयो दाजु हजुरको गीतले पलप के भन्छ अरूलाई थप खुवाउँछ ल अब हामी ट्र्याक टु कोरी खैका कोरी जाने मान्छे लट्ठी समाउनु खाइला त टोपी लाउँछु हो खानेकुरामा लुगाभन्दा खानेकुरा धेरै भयो क्या हाम्रो बिल्ला हान्नुहुन्छ भाइ साली हाँसेस गाह्रो छ साथीहरू पछाडि पछाडि पनि छ होइन राम्रो झोला सबै यही हो ल ल गुरुजीले के भन्नुहुन्छ अरे ल त दाइ समाउनु ल राम्रोसँग जानु के भन्न छ हजुर रमाइलो भयो कि भएन यता यता आउनु त हजुरको मुख देखेन ल एकदम रमाइलो भयो मेरो उमेश दाइसँग भेटेर धेरै धेरै खुसी लाग्यो आगामी पनि यसरी नै आउँदै गर्नु होला भोलि पनि जाने हजुर सिक्लेस आउँदै हुनुहुन्छ भने यो नम्बरमा कल गर्नु माथिको नम्बरमा कल गर्नु होला फेरि हाम्रो यहाँ साइरी पनि दामी छ फेरि ल पढेर सुनाइदिनु छैन छैन वास्तवमा चाहिँ यो साइरीले जति रिसाउने मान्छेलाई पनि यो साइरीले चाहिँ माया गरेर जान्छ क्या त्यही भएर माया गरौँ साथीहरू ले चिर म बोक्छु झोला त ढलिस भने भगा बाबा बोकिन्छु ले बेजे तान्छन् ले 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 तल तान्छ कति झोलाले मैलाई तान्ला जस्तो रहेछ ल जाम ल है त धन्यवाद बाई 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 सर्लक्क देखिन्छ नमस्ते वर्ष नमस्ते गरिदियो त देखेन क्या नमस्ते यहाँ आउँला फेरि त नमस्ते गर्नु मिलेन मलाई हाँसो मात्रै लाग्छ दाइ चस्मा लाउनु भएछ यता रातिको बेला चस्मा लाएर जानु अन्त चाहिँ देखिनु भएछ नाइट भिजन चस्मा हो त्यसैले क्लियर देखेछ हो के हेर
ल म हेर्दिनँ नाइट भिजन हो कि क्लियर हो अनि क्लियर छ के भन्नु र दिउँसो हेर्यो भन्दा रातिमा उज्यालो देख्छ त्यस्तो नाइट भिजन हो म हाँस्दै मर्छु क्या क्लियर देखिन्छ नि हाम्रो दाइलाई चस्मा लगाएर क्लियर देख्यो छ अरे फेरि हेरिदिनु दाइ यहाँ रमाइलो छ रक्सी यहाँ लाग्छ नि सबैले साथीहरू दाइको नाइट भिजन चस्मा दाइ यता हेर्नु ए छ्या छ्या कसम होइन यार यस्तो अँध्यारो देखिनु रहेछ छ्या म त्यहाँ लाइटै छैन भन्ने सोचेको थिएँ ए साथीहरू सिक्लेस गुरुङ कहाँ गुरुङ कटेदो र दाइ नमस्ते होइन नमस्ते मलाई हाँसो लाग्यो ल तपाईँको चस्मा राख्नु नाइट भिजन चस्मा वर्षा दिदी कस्तो भइरहेछ हजुरलाई वर्षा दिदीले केही बोक्नु नसके हेर्नु साथीहरू खानेकुरा मात्रै मान्छे नै त्यस्तै छ त अनि हो साथीहरू हो त्यस्तै छ मान्छे नै ट्रेक गरेर आएको मान्छेलाई हेपेर जमानामा यत्रै हुँदा बोक्न सक्दिनँ भनेर साथीहरू हेपेर साथीहरू त सक्यो झोला बेर्न सक्यो अरे झोला अब यहाँ उकालो लुसिसकेको छ झोला बोक्न सक्छ जस्तो लाग्छ ल नमस्ते गेस्ट हाउस नमस्ते झोला राख्नु त साथीहरू झोला माल्नु भोलि हाल्नुलाई लुगा हातमा समाउने ब्ल्याङ्केट झोला हालेर लैजाने आया कस्तो भयो हजुरलाई मलाई यस्तो भयो मैले ब्लग गर्दैछु लुगै काटिदिनु भयो त के भयो ल हामीले बल्ल बल्ल होटल पाइयो नभए हामी बाटा सुत्न पर्छ भन्ने बाटोमा होइन साथीहरू त्यो खाना खाने डाइनिङ टेबल हुन्छ नि हो त्यहाँ बाटो सुत्न पर्छ त ओ माई गड कति गोली खाइदिएको वर्ष त छैन यार मलाई भनेपछि आउँथ्यो लाइट खै बन्द गरौँ त छैन उतै डस्टबिनमा गर्ने हो साथीहरू मेरो मुख देखेन हामी चाहिँ होटलमा गएर के अरे झोलाचोला राखेर यसो टोइलेट गएर मुखसुख धोएर उहाँ माथि भ्यू टावरबाट यो गाउँको भ्यू हेर्न मिल्छ अरे लाइट बलेको त्यही हेर्ने भनेर हिँड्दैछौँ 10 मिनट लाग्छ भन्दै हामीलाई कति मिनट लाग्छ थाहा छैन दाइ लाइट बालिदिनु मेरो मुख देखेन ल यो त मलाई पाल्नु भनेको ल है देख्नु होला नि अब यसरी हिँड्दैछौँ हामी त्यहाँ दाइ हुनुहुन्छ अगाडि 3 जना मिल्छ हो झललले बलियो छ हामी जान्छौँ माथिबाट कस्तो भ्यू देखि सरी देखाउँछौँ हजुरहरूलाई अहिले चाहिँ हिँड्दैछौँ कापुच्चे यतै होला यता हो कि माथि हो लाइट बलेको ठाउँ भनेको त हामी लाइट ए जामकेर कहाँ पुगिन्छ टावर है साथीहरू टावरमा हिँड्दैछौँ ए अब 5 जना अटिन्न है ओ हल्लिन्छ है रमाइलो छ यहाँ तलबाट आउँदैछन् ए यहाँ मैतिर फर्क्यो नबालिदिनु है त्यहाँ बसेकोमा त यता पनि हो भयो नि कस्तो राम्रो देखेको है
यहाँ चाहिँ माथि यहाँ चाहिँ माथि नै सम्म उ रहेछ क्या मतलब हुन्छ नि होमस्टेहरू उता पारीको बजार चाहिँ तान्तिङ है बजार होइन गाउँ देखेन अलि राम्रोसँग कस्तो मजाको देखेको वेट नापन धेरै भयो यहाँ 4 जना रे एकचोटिमा दाइ त अटाउनु न म पहिला सर कहाँको 90 किलो कहाँको 40 किलो म अहिले हजुर त्यसै भन्नु भएको होइन हामी पनि एक दिन लम्जु घुम्न आउँछ है बहिनीहरू कहाँसम्म देखिन्छस् दोस्तों देखिए इस घना जंगल में हम उस उता बात है ना उस इस पहाड़ के ऊपर से हम इधर आए इधर मत भयो भाइ साथीहरु कहाँ कहाँसम्म पुग्छ अन्त बिजी हुनुहुन्छ हेर्नु डिस्को यता ल ल ओ हामी चाइनामा देखाउँछौँ साथीहरु अँध्यारो एकदम ठुलो लाइट बलेर उज्यालो भएको त्यही लाग्यो कमी अर्नी अन्त दिदी आइज त दुई ताल हिँड्न पर्छ आइज फेरि बन्द गर फेरि अट्टाइ हामी चाहिँ त्यहाँ माथि टावरमा गएर फेरि होटलमा गयौँ मान्छे प्याक छन् खाना खाने अनि त्यसपछि हामी फेरि बजार कि गाउँ यसो डुलौँ भन्ने फेरि गाउँतिर आयौँ गाउँ डुल्दैछ खासै जाडो छैन साथीहरू सोचे जस्तो यस्तै छ ठिकै जाडो छ भोलि बिहान जाडो होला अहिले चाहिँ ठिकै छ जाडो हामी चप्पल लाएर डुल्दैछ हामी कताको चप्पल ल अहिले चाहिँ हाँस्नु त साथीहरू यहाँ भात कुर्दै भात आएन सबै निदाउनु लागिसके सबै भातको प्रतीक्षामा भातीहरू भातको प्रतीक्षामा भिखारी चाहिँ गाह्रो छ गाह्रो बल्ल हामी चाहिँ नमस्ते गेस्ट हाउसमा छौँ साथीहरू यसलाई यही काममा राख्छ नमस्ते गर्न बाटो कुरेको कस्तो गरे रे अनि गर्दै त्यो हातले होइन क्या सिधै डाइरेक्ट बुङ्गुरको आउँछन् त्यही भएर आएका छन् खाइ ल भन्न खाइ ल भन्दै फाइनली भात खान पाइयो यहाँ अन्जु दिदीले यहाँ कसी खान लाउनु भएको छ आत्तिएर जाऊ न कति मजा नाच्यो तिनीहरू साथीहरू अहिलेलाई चाहिँ हामी सुत्यौँ कति बज्यो 11 बज्यो 2 मिनट गइसक्यो अहिलेलाई चाहिँ हामी सुत्यौँ आजको त्यही भयो हामी बागलुङबाट पोखरा आएर पोखराबाट गाडी चेन्ज गरेर पोखरा काउडाँडाबाट गाडी चेन्ज गरेर सिक्लेस आएर एकछिन गाउँ साउ डुलेर खाना खाएर एकछिन छतमा गयौँ बस्यौँ अनि अब हामी सुत्छौँ गुड नाइट साथीहरु भोलि के हुन्छ भोलि भेटौँला लाइटले यति टल्काइदिएन हामी यस्तो धेरै सेतो छैनौँ है आजको दिन यस्तै भयो अब भोलि के हुन्छ भोलि बिहान उठेर पार्कमा जाने हो त्यसपछि के हुन्छ भोलि भेटौँला थ्याङ्क यू फर वाचिङ बाई बाई गुड नाइट कान खोल्नु पर्यो नि बाई साथीहरु गुड नाइट लभ यू मिस यू हो के कोलाई हो थाहा छैन मिस यू आई मिस यू टु ल भोलि भेटौँला है त बाई Good morning from Marty Sickles. Sickles butter.
सिक्लेसबाट सिक्लेस सिक्लेसबाट देखिएको हिमाल हेलो नि नमस्ते साथीहरू गुड मर्निङ फ्रम सिक्लेस हेर्नुहोस् त्यहाँ हेर्नु त्यही हिमाल घाम लाएर घाम त्यही हो हामी उठिसकेर रेडी सेडी भएर हाम्रो खास 6:30 बजे पुग्ने प्लान हो 6:30 बजे हिँड्यौँ हामी 6:22 भयो अहिले हामी हिँड्दैछौँ अब माथि पार्कमा जान्छौँ पार्कमा गएर भेटौँ ल बिहान भइसक्यो त्यस्तो धेरै जाडो छैन ठिकै जाडो छ अब हामी गयौँ गएर भेटौँ ल साथीहरू दाइ के भन्नु छ केही भन्नुपर्ने छैन हामी सिक्लेस आयो अब हाम्रो हिमाल हेर्न जाने छट होइन राजा म त काको काँचो कारै छ तन्ने माथि हेरेको ह्यापी बाटो दिदी र त्यहाँ अन्जली त्यहाँ आउँदै हुनुहुन्छ हामी हिँड्दैछौँ अब माथि गएर भेटौँ ल हामी सोइ हिँडेर छितिर हिँडेर जान्छौँ त्यो भिडियोमा भयो अहिले वर्ष हिँड्न सक्दिनँ म त हिँड्छु साथीहरू बाटो जस्तो लागेछ ऊ त्यहाँ वर्षाको र मेरो साथी जाँदैछ भैँसी मूर्ति ए मूर्ति त्यो सुस्मिता है हाम्रो अर्को मूर्ति भन्ने साथी छ एउटी त्यसको नाम भैँसी नि हो त्यसको नाम भैँसी हो त्यो भैँसी हो अघि हामीलाई चिनेको त्यतिकै बोल्दै बोलिने रिसाइरहेछ हामी नभनिकन आइदिउँ ए तैँले भने मेरो पनि खबर पुग्यो वर्षा गएपछि रेजिना गएपछि वर्षा सिक्लेसको गाउँ दिदीहरू खोइ के छ अन्त दिदी बोल्नु न केही त अन्जु दिदीको हामीले हात बाँधेको साथी अघि अन्जु दिदीले के गर्नुभएको थियो अन्त साथीहरू बिहान भनौँ के बिहान तातो पानी नआएसम्म टट्टी आउनु भन्नुभएको थियो अनि दिदीले लिएर टटवाज गएको क्या दिदीले लिएर बत्तरको चिसमा दिनुभयो अनि एकछिन पनि तताउनु नदिएकै काखमा राखेर पेटभित्र गएर गिलो भएछ पानी कस्तो भएछ अनि पग्यो सुरुमा जहिले तातो पानी नखाएसम्म आउनु न टोयलेट भन्ने थियो त्यहीले झन् सुरुमै क्लियर पाएर आउनुभयो अन्जु दिदीले यस्तो हाँस लाएर मलाई त एकछिन भने तताउँ नरेका कहाँ जान हिँडेको किन हिँडेको आउला छाड्दे नआए नि ठिकै छ क्या हामी सिक्लेस पार्क हिँडेको होइन कापुचे हिँडेको भन तेरो बाजेको कापुचे के भन्छ भने अनि अहिलेको पार्कमा आएछ भन्यो अनि तिमीलाई के थाहा हुन्छ भनेर भयो पार्कदेखि कापुचे जाने हो भन्ने कापुचेको हाम्रो क्लिपहरू तपाईँहरूलाई देखेन यस्ता गफाडी छन् क्या साथी त्यही भएर म यस्तो बोल्ने भएको कापुचेको क्लिप हामीले तपाईँहरूसम्म पुऱ्याउनु सकेनौँ साथीहरू हामी बसपाकदेखि कापुचे जाने ए बसपाकदेखि पार्क त पार्क होइन अर्को पार्क बस धेरै भने नाच्दिनु भयो अनि खै त बुक कपी आऊ फेरि तल माथि डुब्ने हट न दौडपट केटामा को बस बोक सिकिन ल दुईजनामा सियो सेकेन्ड हुन्छ तिम्रो जाऊ ल ए त्यहाँ रहेछ झोला घाम लागिसक्यो
कतिमा पढ्छौ हेलो भन्देऊ हेलो भन्देऊ न हेलो हेलो भन्देऊ न हेलो प्लिज भाइहरुले नि हाम्रो भन्दैन एउटा खाएर के रहेछ नि उकालो हिँडे पनि सम्म देखिन्छ ल बधाई छ यस्तो गफारी मान्छे दाइको नाइट भिजन चस्मा हो तर आज डेमा लाउनु भयो अन्त जस्तो देख्नुहुन्छ अहिले अलि देखाइदिन्छु मै जस्तो हाँसेको तपाईँ पछि फर्केर नहेर्नु क्या चस्मा लगाएर आया एकैमा जाडो हुन्छ होला भनेर यस्तो लुगा लगाएर आएको त ठिकै भएछ त्यतैतिर हो कि जस्तो लाग्यो के सिक्लेसको गाउँ साथीहरू माथिबाट उल्टो मुखो उकालो लाग्दैछौँ ओ जुम भयो उकालो लाग्दैछौँ यहाँ थकित भइसक्नु भयो मलाई चाहिँ हाछीवाला जस्तो गरेर आउँदै नाक मात्र पिरो भयो आकाश दामी देखिन्छ गाउँ हजुर के उता माथि हिँडेको सिक्लेसबाट सिक्लेस लेखेकोबाट माथि हिँडेको वाला भिडियो बनाइदियो ओके ढुक्क भिडियो गराइदिन्छु राम्रो नराम्रो छुट्याउनु ए यही बाटो भनेको वर्षा धन्यवाद अब यही लागिसकेपछि के को फेरि स्वाट झिकेको होला रोशन हो क्या दाई दाई आफ्नो दाईको बिजत के गर्नु कस्तो कस्तो भइरहेछ अनुभव रमाइलो भइरहेछ पानी तातो हजुरको पानी तातेर खाएर नि गइसक्यो ओके ओके नाचेर हिँड्नुहुन्छ ल ल्याउनु ओ त्यहाँ गाईहरू गोरु गाई गोरु सबै पर्छ लौ प्लिज गाईले गराइदिन्छ क्या मेरो हल्दिन्छ भ्लग नि बनाउँदै छ बिचरा बिचरा मेरो माया मान्ने मान्छे मेरो माया मान्ने मान्छे यस्तै एउटा ज्वाइँ खोजिदिनु त पछाडि आउनु क्या किन अरू अगाडिको जाने यहाँबाट स्टार्ट गरिदिन्छु वर्षा वर्षाको त है त भिडमा त देखि छैन भेडा हो रे त्यो आफ्नो साथीहरू पनि चिन्न छोडिस् पैसा चाहिँ उयो भिडियो गराउँदै त्यो रातोलाई उडाइदिएर ए राम यता अलि भेडाहरू तल लैजाने बेला भराइन्छ कि होइन ठुलो बोका हो क्या ए सरी दाइ पो हो त हो क्या सरी आदत चाहिँ मजबुर त्यहाँ पिङ्खेले छन् मोरली छ त बाटोमा हेर बडी ब्यालेन्स गर्नु पर्यो नि साथी साथी न सङ्गी म त एक्लै रङ्गी चङ्गी दामी देखिन्छ हेर्नुहोस् गाइजहरू यही हो सिक्लेसको पार्क राइजिङ डाँडा कस्तो ठुलो रहेछ है ठाउँ त होइन अहिले तलबाट गयो हुन्छ कि ऊ त्यहाँ मान्छे बस्ने गोठ
यता भेडा भेडाको बिचमा भेडी ट्याक्कै मिलेछ कलर पनि ओ हो साँच्चै कलर पनि मिलिन्छ ट्याक्कै मिलेछ भेडीको थ्याङ्क यू हजुर दाइ दाइ गराइदिनु त दाइको मोबाइलबाट गराएको छ भ्या ए कपाल काटिसकेको रहेछ भेडाको हेर्नु साथीहरू अर्को भेडी भेडाको बुढी गाइजहरू हिलाम कस्तो राम्रो हिलाम तल भेडा थिए यहाँ मान्छे छन् नि यहाँ मान्छेको भेडा छन् तल साँच्चैको भेडा थिए यिनीहरू हुन् खास साँच्चैको भेडा त्यहाँ टिकटक बन्दैछ गाइजहरू मान्छेहरू धेरै छन् म हजुरलाई 360 भ्यू देखाइदिन्छु हेर्नु हजुर दर्शकबिनहरू हामीले यहाँ फोटो छोटो भिडियो छिटो गरायौँ अब हामी जान लाग्यो फेरि ग्रुपको फोटो खिच्छ छैन भनेर याद आयो हामीलाई अनि त्यही अब हामी ग्रुपको फोटो खिच्छ मान्छेहरू नि कति धेरै छन् कहाँ कहाँ मान्छे आउँछ धेरै मुस्ताङमा त्यस्तै गएछन् यता त्यस्तै आएछन् ल है त अब हामी फोटो खिच्छौँ भने के गर्छौँ थाहा छैन हामी भेटौँ ल कता ले ब्यागमै भिड्छु राइट साइडको आकाश धरती मजाको जुनेले तिम्रो पादेऊ मजाको त्यहाँ गाइजहरू हिमाल हेर्नु टल्केको म हृदय दर्शन एकछिन बिजी छु है म हिमाल खतरा टल्केछ साथीहरू तर आँखाले देखे जस्तो हुन्न त्यही पनि ठिकै छ यो हामी फर्कियौँ अब फर्किँदैछौँ यहाँ तर यस्तो यस्तो ठाउँमा दुध च्यान नपाउने क्या होइन दुध पाइने अरे के त्यो अर्को के पालेन गाई होइन गाई कि गोरु हो त्यो गोरु गोरु अनि त पनि छेस भेडा भेडाको दुधको चिहाएर जाने अब भेडाले दुध दिन्छ अनि त्यसको बच्चाले दुध खान्न ए त कहाँ बच्चा जस्तो गर्ने तँलाई कहाँ दिन्छ त्यसले दुध दिन्न मैले आज साथीहरू हेर्नु कानमा लाउन बिर्सेर दिमाग छैन हामीले अब मेकअप सेकअप गरिन्न मुखा केही मुख मात्रै धोएर आएको अब त्यही हो कानसानमा हो के लाउने कानमा लाउनु बिर्सिएछ आजको फोटो सबै यस्तै छ त्यही हो अब हामी फर्किँदैछौँ दाइ दिदीहरू अगाडि गइसक्नु भयो यो र म पछि पछि छौँ त्यहाँ पिङ छ रमाइलो छ 10,000 पिङ खेली छिन् नानी चाचा सर भयो जादु गर्न धुप हिमाल दामी देखिन्छ कति आनन्द हो मजा छैन अरे खेल्दिन म त यस्तो केटाकेटी खेल्ने पिकनिक हो खेल्छ होइन रोक्नु दाइ म मचाइदिन्छु खतरा मचाइदिएँ मैले ओ हेर्नु त्यो भिडियो गाउनु लाग्यो मसक्कै परिसकि चाहिँ कस्तो दाजु इन्जोय लिनुभएको छ पिङ खेलेको लग दाइ म एकचोटि उठेर खेल्छु न ट्राई गर्छु खाजा आयो साथीहरू हामीले खाजा खान्छौँ अब हामीले खायौँ ल घाममा बसेर मजा आइन्छ केही छैन बा चिच्चा चिच्चा खेलेछौँ हो हामी त्यहाँ गएर बढ्दैदेखि चाहिँ आइसक्यौँ डक्टरहरुको गरेको हो खाजाएर झर्छौँ गाउँ बजार बुझौँ अनि जान्छौँ बाबु रोटी खान्छौ रेजिडेन्ट डक्टरहरुको ठिकै छ रेडी ल सानो
तँदेखि डान्स कता गइछस् तेरो क्यामेरा कता गइछ यता ल ल भन साथीहरू हामी यहाँ सिक्लेसबाट उता जा बोलेको सुन हामी अब फर्क्यौँ गाइजहरू हामी फर्क्यौँ घाम लाग्यो टन्टा पुऱ्यो हो अब मुख फेस जुम भएको थियो टन्टा पुरे घाम लाग्छ अब हामी फर्क्यौँ त ओ जुम भइरहेछ हामी फर्क्यौँ घाम लाग्यो मेरो नङ दुख्यो जुत्ताले नङ खायो दामी देखेको यो बाटो अब हामी बिस्तारै बिस्तारै फर्किन्छौँ अनि गएर अब तल अलिअलि डुल्छौँ अनि म्युजियम जान्छौँ म्युजियम जान्छौँ हामीले सनस्क्रिन नै लगाएको छैनौँ अब हामी डढ्यौँ त्यही हो नयाँ ओह्रालो डरेको थाला दियो अब कालो भएपछि कालो भएको देखाऊँ ल अहिले चाहिँ सेतै देखिन्छौँ के अरे गयौँ हामी अब मान्छेहरूको भिड भेडाहरूको भिड मान्छे त हामी मात्रै हो सबै मान्छे हो गाउँ तल तपाईँमा दिदी पढ्नु होइन हाम्रो ग्रुप बाइक अरू भनेको यो पनि दाइते भर्खर भ्युजी छिटोको अन्जु दिदीले पानी तताउँदै हुनुहुन्छ साथीहरू त्यही त नि हजुरलाई त म हजुर तपाईँ जिउ जिउ गर्छु नि होइन हगिसियोस् मुतिसियोस् सबै थकित भए कहाँ जाने अब यसै हो क्या चिचाउने कसम देखेको थिएँ दर्शकबिनहरू म्युजियम हेर्न आएको म्युजियम हेर्न आएको म्युजियमले मैले अर्कै भन्नु लागि त भन्नु म्युजियम बन्द रहेछ खोलेनन् अनि हामी फर्क्यौँ अब झ्याल किनेर घर बनाउनु यो दाइको काम छैन अब के भन्नुहुन्छ यहाँ सुनिरहेको दाइले मुख गरिसक्नु भयो त के भन्नु लाउनु भयो त रोकिनु भयो त्यो म्युजियम बन्द रहेछ म्युजियममा केही हेर्न पाइएन अब जमजम मात्रै हेर्ने अनि हामी फेरि फर्क्यौँ माथि हिमाल देखाइदियो बरु कस्तो राम्रो टल्क्यो खाजा खाएको पेटमा ठाउँ छैन केही खाने तर हाम्रो प्याकेजमा फेरि रहेछ खाजा अब तरकारी मात्रै भयो नि खाएर माथि यसरी जुम गरिदिन्छु भनेको त्यो टोटो है साथीहरू हो क्या के यहाँबाट यसले सबै थिएको ल यी हिमाल त्यही हो हिमाली मैले स्टोरी राख्छु सिक्लेसको बाटो अनि त्यही हेर्नु भन्छु ए मैतिर फर्केछ के अरे के को जोडी भन्छन् रे ढुकुर जोडी कुकुर र ढुकुरको जोडी हिँड्दै हुनुहुन्छ कोदो फुल्यो बारीमा बरीलाई राम्रोसँग जानुहोस् है कहाँ जानु हुन्छ तपाईँ सामान लिन ए ल राम्रोसँग जानुहोस् है यहाँ लोट्रे है म राखिदिन्छु ल नसकेर हेरेर बोकेर ल्याएको छ भगवान् छन् भने हाम्रा पनि त्यस्ता दिन आउलान् साथीहरू मुना लाग्यो नि रमाइलो छ कति बल्यो भाइ के हो र खुट्टा मर्केछ रमाइलो कता कता जानु भयो वर्षालाई चुप्पा खान्छ भनेर मुखमा मार्क्स लगाइदिन्छन् होइन नदा अहिले गम्मै जुठो हाल्ला चारो हो का चारो नै भन्छ नि दाना सिरो ढुक गरे
हामी ओए उठ सुतेस घुम्न आएर सुत्नी लाज मेरो भ्याइसक्यो साथी भ्याए छैन भ्याइसक्यो सुतिछे जाने है सुत्नै पाइ छैन रातभरि रातभरि कोसँग बोलेर बस्यो अनि बोल्ने साथीहरू अन्जु दिदीसँग अनुहार किताब फेसबुक के चलाउँछ टिकटक के चलाउँछ त साथीहरू ल हामी यहाँबाट सिक्किमबाट गयौँ हस् नमस्ते गेस्ट हाउसमा नमस्ते फोन मसँग नम्बर छ के फोन हान्छु हस् राम्रोसँग बस्नु ल बाई बाई हस् अब यहीँ आउँछौँ हामी कोरी त्यहाँ गएर झन्डै मोरी भन्ला फेरि गएर झन्डै मोरी दाजु पुरानो भयो यो डायलग प्लिज अब नयाँ डायलग खोज्नु वाक्क परिसक्यौँ वाक्क दिक्क प्याक्क सुन ल हामी गयौँ दिदी रुनु न एकचोटि बाई बाई नमस्ते गेस्ट हाउस बाई बाई राम्रो सिउ गर्ने भन्नु मेरो हात गयो सिउ गर्ने अब कने लास्टचोटि हेर्नुहोस् अब हामी गयौँ सक्यो गएन एकजना बाई बाई गाडी आउँदैछ अरे हामी तल बस पार्कमा जान्छौँ गाडी कुर्छौँ अनि त्यसपछि गाडी आएपछि हामी गाडी चढेर जान्छौँ पोखरा जान्छौँ अनि के भन्छ हिजो हामी आउँदा 5 जना मात्रै आएको आज चाहिँ हामीसँग हामी बसेको होटलको बहिनी अनि अर्को 2 जना हुनुहुन्छ सँगै जान्छौँ हामी त्यही हो त्यो पारीको गाउँ चाहिँ तान्तिङ है हिजो लाइट बलेको थियो नि झिलिमिली तान्तिङैको मेलैमा भन्छ नि त्यही हो दिदीकोमा भयो हिजोको धेरै थियो है बसहरू आज त खाली भएछ हिजो त यताउता दुईटै साइडमा थियो बस पार्क आइसक्यौँ गाडी आएको छैन गाडी आउँदैछ गाडीलाई कुर्दैछौँ त्यही हो अपडेट अन्जुलाई हाई आयो आएपछि जान्छौँ अब यता भित्ता हेर्दै जा है हामी गयौँ अब भ्यू खिचेको भनेको यही भित्ता साथीहरू यही भित्ता हेर्नु अब म्यानेज गरेर हेर्नु मिलाएर मलाई छेउमा बस्नु दिएन कसैले नि मलाई कसैले छेउमा बस्नु दिएन नि हेर्दै म अब यसरी अब छेउ भनेको त हजुर होइन अब म सबैको काखमा भक्तिँदै जान्छु हामी बस चाहिँ फसेको अवस्था
साथीहरू रमाइलो छ है लचक लचक गर्दै सबैजना केवल कारै गन्डोलामा हो ल यहीमा क्या सुरक्षा लोटेको खोला हो र होइन फेरि पनि आएर लोटा ल त्यो ब्याग पनि गर्छ यो पनि ल हामी काउ खोला आइसक्यौँ अब फेरि ट्याक्सी लिएर हामी गाडीमा जान्छौँ गाडी ल्याउन अनि त्यहाँबाट टाइम बाँध्नु जान्छौँ आइज वर्षा मेरो काखमा बस आइज वर्षाको काखमा अन्जु बस्यो हुन्थ्यो रहेछ ल त साथीहरू गयौँ अब कता कता देखिन्छ मेरो टाउको नै हटाएन डिक्कीमा राखेर आऊ न हजार यता आइ गएर बसिखानु छैन साथीहरू हामी पोखरा आइसक्यौँ पोखरा आएर अब हामी खाजासाथ खान्छौँ अनि हामी जान्छौँ कति बज्यो 3:13 भयो अब अलिअलि खाजासाथ के के हुन्छ खान्छौँ अनि त्यसपछि हामी जान्छौँ लाग्छौँ आफ्नो बाटोतिर ल हामीले हातमा लाउनु किनौँ पैसा लेख्छ के गर्न हातमा